हामी घुम्न जाने भनेको दिनै पानी पर्नुपर्ने, त्यही दिन मौसम बिग्रिनु पर्ने। दिनभरि पानी कहिले रोकेला भनेर झ्यालबाट चियाउँदा चियाउँदा आँखा टटाइसक्यो। पानी रोकिने त नामै लिँदैन। अनि हामी 3 दिदी बहिनीलाई पनि रिस उठेर आफ्नो भाल्डम भुल्डुम च्यापेर अनि चल्दियौँ। घरबाट निस्किसकेपछि त सबैजना 3 दिदी बहिनीहरू त कुल भइहाल्यौँ नि। अनि त्यसपछि हामीसँगै अब घुमौँ है त साथीहरू। हामी चाहिँ आज कहाँ छौँ रे? सिभिल मलमा नानीहरूलाई घुमाउनु बच्चाहरूको खुसीको लागि चाहिँ आमाहरूले चाहिँ च्यालेन्ज चाहिँ लिनै पर्ने रहेछ क्या। यस्तो पानी परेको बेलामा चाहिँ होइन, हामी फन पार्क जाने भन्ने कुरा थियो, तर यो बच्चाहरूलाई चाहिँ होइन अब यस्तो पानी परेको बेलामा कहाँ लैजाने, उहाँदेखि आइसक्यो घुम्नु जाने भनेर। अनि त्यही भएर अनि हामी यहाँ सिभिल मलमा यिनीहरूलाई घुमाउन ल्याउँदैछौँ। मौसमलाई च्यालेन्ज दिएर हामी घुम्न आएको छौँ। ल ठिक छ, अब रमाइलो भयो। यहाँ आइपुगेपछि चाहिँ पानी पनि रोक्यो। ल है बुढाहरू, यस्तो थियो नि यहाँ यो सबै रुन्ची हो, रुएर यस्तो आँखु बिग्रिसक्यो। अब यो घरे घर जानुन्जेलसम्म कसरी रुनी हो थाहा छैन। हामी चाहिँ आज होइन धेरै दिनपछि दिदी बहिनीहरू पुरै घुमघाममा छौँ। अनि यो बच्चाहरूको अब अहिले स्कुल छुट्टी भयो नि त। अनि हामी दिदी बहिनीहरू यहाँ माइली जाने त प्लान हाम्रो चाहिँ खासमा के भन्छ कहाँ थियो अरे, फन पार्क थियो होइन, फन पार्क थियो खासमा। तर पानीले गर्दा, पानी परेको कारणले गर्दाखेरि चाहिँ हामीले अब यिनीहरूलाई चाहिँ अब घुमाउन निकालिसकेपछि त ल्याउनै पर्यो। गेममा जाने हो र? जाऊँ न एकचोटि। उड्दैन त अब के गर्ने, ढिला सुत्यो नि त। घुमाउनु ल्याएको बच्चाहरू सुतेछ के भन्ने अब। त्यही भएर बिस्तारै सक्यो। गाडीमा जाऊ घुम्नलाई। बाई बेबी। यसमा त
हो यही खेलिदिनु पर्ला त्यसो भए ल है अब हाम्रो घुमाइ चाहिँ सक्यो अब हामी घर फर्किन लाग्यो आजको घुमाइ चाहिँ एकदमै रमाइलो नै भयो भन्नु पर्यो अब बच्चाहरू एकदमै रमाए खुसी भए उनीहरू खुसी भएको देखेपछि त आमाहरू त्यसै खुसी नै भइहाल्छ होइन उनीहरूको खुसी नै हाम्रो खुसी त हो नि अनि त्यही भएर अनि छोटो छोटो भिडियोहरू क्लिप बनाएको छु मेमोरीको लागि अनि फेरि बच्चाहरूको लागि पनि हो फेरि मलाई कहाँ घुमाउनु लग्यो भनेर यिनीहरू किचकिच गर्छ अनि यहाँ घुमाउनु लग्यो भनेर यसरी भिडियोहरू सँगाले राख्नु पर्यो नि त होइन अनि त्यही भएर आजको घुमाइ चाहिँ रमाइलो भयो अब हामी खाजा खाएर चाहिँ हामी घर फर्किनेछौँ बाई।